ओहो मित्र कहाँ हो त आज यता? क्यामेराम्यान कहिले छुट्ने हुन् कि त? अरे यार तपाईँ जस्तो भाइरल मान्छेबाट यार क्यामेरा कहाँ जान सक्छ यार? जहाँ तपाईँ हुनुहुन्छ त्यहीँ क्यामेरा आउँछ नि हजुर। त्यही त ल ठिक छ। अब अनि यहाँ कहाँ हो आज? किन हो? के गर्दै हुनुहुन्छ? गोदावरी आएको थिएँ, गोदावरी आएको थिएँ। एकदमै मजा आउला भनेर आज म फर्स्टचोटि आएको यो ठाउँमा। अनि यहाँ हेरेँ, एक त घाम लाग्यो बिचरा, एकदम घाम छ। अनि त्यही माथि अझ यहाँ रेस्ट गरौँ भनिकन अब यहाँ प्रतीक्षालयको हालत यस्तो देखेँ। यो दुईटा खोलाको बिचमा, ल तपाईँहरू सबै भनिदिनु होला, यो दुईटा खोलाको बिचमा प्रतीक्षालय बनाउनुको कारण के रहेछ? मैले त केही समझमा आएन। यो खोलाका बिचमा आज ए उता पनि खोलो छ यता पनि खोलो। ल जहाँ मान्छेलाई चाहिने हो त्यहाँनिर बनाउनु पर्यो होइन? त्यो पनि ल यहाँ आए, ल यहाँनिर कतै पिकनिक स्पोट छ माने मैले, तर हुन्छ नि यो प्रतीक्षालय अलिकति रङ रोगन अलिकति बनाएर टक्क राखिदिने हो। अब यो बनाउनुको मेन कारण चाहिँ मैले बुझिनँ होइन? दुईवटा खोलाका बिचमा यसरी राखिदिएको छ, मान्छेहरू गर्मीले मरिरहेछन्। यहाँ बस्ने एकजना मान्छे छैन, त्यही भएर टाढा टाढा मात्रै भइसक्यो। के पनि भत्किसकेको रहेछ होइन? सबै भत्किसकेको रहेछ। यहाँको हालत यही अब देखाउनुहोस् त यो हालत नाजुक स्थिति छ। यहाँ त बस्नु पनि डर छ हजुर। यो कति बेला ढल्ने हो थाहा छैन। भइजाउँ हामी पनि उता अगाडि गइजाउँ यार। त्यही भएर अस्तिका यी साथीहरूलाई मैले भनेको थिएँ, एउटा मेरो भिडियो हेरेको थियौ नि साथी? ए अस्तिको हेऱ्यो डाँडामा होइन? डाँडाबाट घर जानु भएको थियो। यिनीहरूले मलाई कलबिरेको खेल्ने भनेर रोके। ठिक छ, अब देशमा केही गर्नुपर्छ भनेर मैले पनि एक्जाम हानिदिएँ होइन? अब अहिले आएर त बाबा यो एक्जाम नहानिकन म विदेश हिँड्दिया भए ठिकै हुन्थ्यो जस्तो लाग्नलाई। यो देशको हालत हेरेर होइन? अनि यस्तो छ भ्रष्टाचारले भरेको हेर्नुहोस्। यो खोलाको बिचमा बन्या छ। अनि तपाईँ जस्तो युवाले बसेर यो देशलाई अगाडि हाँक्नु पर्यो नि त। तपाईँ जस्तो युवाले। सही कुरा। यी पास गर्ने हाकिमको होलान् होइन? यी निरीक्षण गर्ने मेयरको होलान् होइन? अब यहाँका ठुलाबडा मन्त्री बनाउँदछन्। यी बाटोमा हिँड्ने तिल देख्या त हो नि यो साथी। यो पिच देखेकै छु। हाम्रो यो डडेलधुरा जाने बाटो हो यो बिचमा। त हाम्रा 5-5 चोटि प्रधानमन्त्री भइसकेका हाम्रा शेरबहादुर जीवको जाने घर जाने बाटो हो। बाटो पनि देखाउनु पर्यो, हामी देखाउँला होइन? ए त्यसो भने प्रतीक्षालय ती हाम्रा शेरबहादुरजी जाने बेलामा चाहिँ आराम गर्ने बनायो होला यो। तिनकै मान्छेले कसले बनाएको छ? बुझे भइगयो बुझिसके। एउटा आराम गर्नलाई क्या हो अस्तिको होटल? कहाँ? अस्ति होटल किनेको आराम गर्नलाई हो। ए म्यारियट होइन? म्यारियट भन्छु हिल्टन हो। एउटा आराम गर्नलाई त्यो, एउटा आराम गर्नलाई यो हिल्टन भन्दा कम छैन। यो पनि पुरा यहाँको यो देखाइदिनु। यता पनि होइन? यहाँ पनि अरबौँको सम्पत्ति छ। यता पनि खोला छ, उता पनि खोला छ, चारैतिर खोला छ, बिचमा छ प्रतीक्षालय। बुझिराखौँ जनता हो, बुझिराखौँ। सक्छ त कसैले? अहिले पनि दिमाग आएन भने अलिअलि बचेका युवाहरू पनि हिँडिहाल्ने हुन् होइन? अब बच्ने हाम्रा आमा बुवा हुन् अनि बच्ने हाम्रा छोराछोरी हुन्। अब तिनले क्या गर्ने हुन् होइन? तिनीहरूलाई त त्यसै लुटिकन खाएका पहिल्यैदेखि। युवालाई चाहिँ केही गर्न सकेनन्, त्यही भएर अहिले बाहिर पठाइरहेछन्। अझ पनि आँखा खोलिहालौँ, यसो गरेर आँखा खोल्ने हो कि